हेलो गाइज वेलकम एन्ड नमस्ते सबैजनालाई फेरि पनि मेरो नयाँ ब्लग आइरहेको छ है। अहिले चाहिँ हामी लुवाङको माथि उक्लिँदै हिजो चाहिँ बेलुका राति आएको भ्लग बनाउन पाइएन। बिहान चाहिँ हतार निस्केको तलदेखि नि बनाउन पाइएन। तर अहिले चाहिँ हामी चाहिँ यहाँ बुद्धको मूर्ति भएको ठाउँसम्म चाहिँ आइसकेको छौँ। पहिला आउँदा चाहिँ यहाँ बुद्धको मूर्तिहरू केही नै थिएन। अहिले चाहिँ दामी बनाएर रहेछ, देख्न सक्नुहुन्छ। अब पहिला अन्यलाई चाहिँ केही थिएन कि अरू चाहिँ फोटो चाहिँ अहिले फर्किनेलाई खिच्नुपर्छ। अहिले चाहिँ माथि नै जानुपर्छ। पहिला चियाबारीमा बसेर बल्ल फर्किँदाखेरि ल अहिले चाहिँ हामी माथि चियाबारीमा पनि आइसक्यो है, देख्न सक्नुहुन्छ। अब यहाँदेखि उता चाहिँ दामी देखिन्छ है। अब त्यही हो, रमाइलो भइरहेछ। अन्नपूर्ण कस्तो दामी देखियो। लुवाङको चियाबारी ला दामी देखिरहेछ है त। ल अहिले चाहिँ हामी लास्टतिर आइसक्नु लाग्यो है। त्यो चाहिँ अघि दामी मिर्ग देखिरहेको थियो, भिडियो बनाउनु चाहिँ पाएन। हिमाल अब हामी चाहिँ उता माथिसम्म पुगेर एकछिन बसेर डनहरू हिरोइनीहरू ल हाम्रो डेस्टिनेसन चाहिँ अब यहीँसम्म मात्रै। ओह यहाँदेखि चाहिँ हामी फेरि फर्केर तलै है। ल फाइनल्ली अहिले चाहिँ हामी यहाँदेखि पनि निस्किसक्यो है। एकछिन चाहिँ यता माथि पटिचालयमा बसेर एकछिन बस्यो, रमाइलो भयो, फोटो खिच्यो, भिडियो खिच्यो। अब लागियो तल लुवाङतिरै। ल अन्नपूर्ण चियाबारी लुवाङ हेरौँ। एउटा चियाबारीको भ्यू चाहिँ यहाँदेखि नि एकचोटि चाहिँ ल लुवाङको चियाबारी है। हामी चाहिँ फर्किसकेको। ए अब चाहिँ तलै गएर देखाउँछ है। अहिले चाहिँ हामी मन्दिर जान लाग्यो। मन्दिर चाहिँ त्यहाँ माथि छ है। अनि हाम्रो ग्याङहरू चाहिँ यता। अब हेरौँ कति टाइममा पुगिन्छ। खानासाना खाएर नि अब हिँड्न लाग्यो। मन्दिर पुगेर फर्केर चाहिँ घर फर्किन्छ है। ल अहिले चाहिँ हामी मन्दिरको बाटो उक्लिँदै सकिन होइन। यति जब बाटो उक्लिन पनि सक्दैन। जिप पाइ थिएँ कि ल यस्तो अल्छिनीहरू छन् अनि ठगीहरू ला ठगिदिनेहरू त। फुल चाहिँ तिहार गए नि फुल चाहिँ रहेछ अझै बाँकी हो मोटो। यहाँबाट चाहिँ पोखराको भ्यू अनि लुवाङ गाउँ यहाँ पुगेछ। लुवाङ गाउँ त्यो देखेर त आएको के अरे, त्यहाँबाट देखेर त यहाँ मन्दिर आएको नि त। देखिन्छ त्यस्तो नि हुन्छ।
ल अब चाहिँ हामी मन्दिर आइसक्यो है मन्दिर हो कि घर हो म छुट्याउन त सकेन तलदेखि यहाँ आएर हेरौँ अब भन्ने धारणा मेरो कृपया हिँड्नु होला ए ए ल ए ऊ त्यहाँ रहेछ मन्दिर मन्दिर त्यहाँ रहेछ हनुमान मन्दिरको ए हो र जहाँ गयो नि निदाइदिने जहाँ लङ गाउँ चाहिँ है अहिले चाहिँ हामी मन्दिरबाट फर्किन लागेको फेरि कता हुन्छ हेरौँ ल अहिले चाहिँ हामी लङबाट चाहिँ निस्किसकेको है अहिले चाहिँ फर्किसकेको हामी बसेको ठाउँबाट चाहिँ अब अहिले चाहिँ हामी घर फर्किँदै बाटो बिर्सेर फेरि हराउनेहरूलाई त्यस्तो चाहिँ नहोला हो हाम्रो ग्याङहरू चाहिँ अगाडि गइसकेको छन् त्यही हो अब चाहिँ यति नै मैले अघि चाहिँ त्यो देखाउन बिर्सेको कि त्यो देखाउन बिर्सेको किनभने त्यहाँ नजाँदै स्टार्ट गरेको थिएँ यही होइन लङ गाउँ चाहिँ त्यही हो मेरो भ्लग चाहिँ यति नै के कस्तो लाग्छ अब हेर्नु होला है फेरि पनि त्यति धेरै लामो त छैन छोटो मिठो छ के कस्तो लाग्छ भन्नु होला है सबैजनालाई चाहिँ आजको लागि यति नै सबैजनालाई चाहिँ बाई बाई।